ल होइन आज चाहिँ होइन वेलकम धेरै पछाडि आजको भिडियो चाहिँ हामी यहाँ कमलाबाट गरिरहेका छौँ शेखर ब्रो र म आज देवी झर्ना नुहाउन जाने क्रममा अहिले कमला खोला पुल पारी जाँदैछौँ त्यसपछि त्यहाँ कस्तो घर जाने अब यहाँ शेखरको बेमा आएको थियो होइन 3-4 वर्ष अगाडि अब आज फेरि 4 वर्ष आज पाटु दोहोऱ्याएर आइयो सन्तोषले है शेखरको गाउँ ससुराली गाउँ चाहिँ यतातिर छ है यो पुल कटेर अब हामी जाँदैछौँ आजको मस्त ब्लग चाहिँ यतातिरको अन्त भिडियोलाई हेर्नु होला यसो किन भयो भने यसो हुन्छ नि सपोर्ट गरिदिनु होला हामीले चाहिँ बाइक यहाँ ल्याएर राख्दिउँ होइन अनि त्यो च्याउस्याउ खोज्नु ओर्नु त्यस्ता मिठा मिठा राम्रो राम्रो कतिलाई कुरा चाहिँ हामी गइसकेपछि खोज्नु पर्छ ल शेखरको बिहेमा चाहिँ पुरा रैला हानेको थियौँ होइन हामी 3-4 जना केटाहरू मिलेर लड़के जो बनते हो कसलाई बंधकी हातमा चुरा अब त्यतिखेर चाहिँ केटाहरू थियो अहिले त अब सब विदेशतिर कुदिहाल्यो अब हाम्रो अब त्यतिखेरको बेहुलो अब आजको लागि चाहिँ पुरै हामी रमाइलो गर्न आएको ससुराली गाउँ भाइको ससुराली गाउँ पहिला हाम्रो अफिस थियो त्यहाँनिर मन्दिरपट्टि पेट्रोल पम्प रोडैदेखि मास्तिर मन्दिरपट्टि बाटो एकान्ला ल शेखर र म चाहिँ अब त्यहाँ बाइक त्यहाँनिर थन्क्याएर होइन यहाँ अगाडि हिँड्दैछौँ पुरा यस्तै हो अब मेरो ससुराली जाने बाटो थियो बाटो त छ उताबाट छ बर्खामा खोला म त बाइक लान सकिँदैन हिँड्दै जाने कुरा आएन अब आलीको बाटो केटाहरूले तिम्रो बिहेमा के गरेर भनिदेऊ त केटालाई एक्लै छोडिदिएर हामी चाहिँ टाप गरिदिएको के खासमा नाचगान डौडी भयो भनेर अनि बेला कोही नभएर मामा यार मेरै ढाडमा खनेर म ढाड कम घुँडाले कस्तो कसरी हाने ढाडमा कम बिजोग भयो बेलुका गएर बुढीलाई मस्त यो ढाडमा चाहिँ तेल लाँदा मामाले आज हानेर बिजोग भएको भनेर नि गरेको यसलाई भित्री मधेस खुज ओ ल पुरा भेन्डीको खेती गरेर रहेछ होइन यहाँनिर यहाँ हाम्रो शेखरको ससुराबाले यहाँ हिलो छ भन्नुहुन्थ्यो नभन्दै हो रहेछ यहाँ तनाप रहेछ त यहाँ यहाँ रोपाइँको लागि पुरा तयारी भइरहेको रहेछ बाटोको अवस्था चाहिँ त्यही रहेछ त अब त्यस्तो जुत्तै फुकाल्नु पर्ने अवस्था त रहन्छ म त जुत्तै पो फुकाल्नु पर्छ कि अब त लगाइरहेको थिएँ ससुरा बाले फुकालेर गएको देख्दा धानफले खेत छ नि ठ्याक्क ससुरालीको त्योभन्दा उतापट्टिको उयो तल्लो खोला अहिले हामी यही खोलाको शिरमा नुहाउन पुग्छौँ अस्ति चाहिँ हामीले निकै माछा मारेको थियौँ संयोगले एकै ठाउँ थियो माछा मार्ने अब आज सर पनि हाम्रो खेलाडी आएको दिन चाहिँ अब माछै छैन माछै ननिस्किने हो कि माछा पनि अहिले त्यही किसिमले निस्क्यो भने अब माछा मारिन्छ पनि आज यहाँबाट चाहिँ अलिकति सिँढी चढेर अब हामी ठ्याक्कै शेखरको ससुराली गाउँ जाँदैछौँ होइन मैले बिहेको बेलामा पनि केटाहरूसँग यसो मजाक गरेर होइन अरू चाहिँ चोकतिर हामी चाहिँ जन्तीतिर भनेको थिएँ होइन त्यो भिडियो पनि यहाँहरूले हेर्न सक्नुहुन्छ होइन आज हामी अरू सबै चोकतिर आज हामी जन्तीतिर पुरा उकालो दिइरहेको छ के म चाहिँ पाहाडमा हुर्केको मान्छे होइन साँच्चै यो फटाहरू चाहिँ तराईमा हुर्केको यति उकालो हिँड्नको लागि यिनीहरूलाई बाउको बिहे देखिरहेको छ आज हामी मेरो बेस्ट फ्रेन्ड शेखरको बिहेमा आइरहेको छ के हाम्रो पनि अनि बेस्ट फ्रेन्ड फेरि त्यस्तो नभन्नु फेरि हामी चाहिँ एकदम इनर्जेटिक मान्छे हो क्या अरू सबै सेलाउने मर्या बिराला जस्ता हुन् हामी चाहिँ
छ मैले राखिरहेको छु उकालो हिँडेर होइन फाइनली हामी चाहिँ अब आइपुग्यौँ भनौँ न ससुरालीमा यस्तो गर्मी भइदिरहेको कि उकालो चढ्दा त के छ हौ के छ ल हाम्रो सालो भाइ किन लजा हो देखिया छैन भेन्टिलेसनवाला भएर हिँडेको छ तराईमा गएर पनि माछा मारिएको थियो अस्ति नै होइन त्यो भिडियो पनि बनाएर हालेको थिएँ अब आज पाहाडमा अब मारेको आज माछा पुरै पाहाडमा मारेको माछा साइज जुरो हो भने ल यो चाहिँ के हो भन्न सक्नुहुन्छ ल हेर है र टक टक गर्छ कि ल यो चाहिँ होइन खासमा किरा हो कि होइन यो कुन तरिकाको किरा हो भन्ने नि थाहा छैन यसको नाम के होला ल भन्नु त यसको नाम के हो थाहा छैन बेनामको त्यो एकछिन छोडेर हेरौँ न त्यो यो खासमा किरा हो क्या यो किरा हो होइन अब के किरा हो यसको नाम चाहिँ थाहा भएन कसैलाई थाहा छ भने भनौँ त ल यो जति बेर पत्याउँछ त यो कसैले किरा हो भने कसैले नि पत्याउँदैन कहाँ पत्याउँछ यार यो किरै जस्तो छैन यो मैले हिँडिरहेको समात्ने बित्तिकै आफै यस्तो हुन्छ कि हिँडिरहेको रहेछ देखि ठ्याक्कै यही हो भनेर समातेको ट्याक्कै भगन्ड जस्तै लाग्यो पुरा ल किरा त रहेछ त लास्टबाट नसुन् न तल्लो पोलिसमा अब चाहिँ जुत्ता खोल्नु पऱ्यो कि चप्पलको पनि व्यवस्थापन भयो होइन अब जुत्ता लगाएर त काम छैन नि त होइन यहाँनिर काँक्रो चाहिँ हाने नै प्लान गरियो त के भन्छ? काँक्रो हान्ने खान्छ जे हाने पनि हान्न परिहाल्यो खानु त हान्ने नि, अब खाने त खानालाई ससुरा ल्याउने हो क्या जाउँ झ्याप्प खाने ससुराली किन आएको त भन्दा डुल्ल लाग्यो फेरि त्यहाँ हामी रेस्ट गरेर होइन यहाँ मुकेश ससुराली घर तिम्रो बिहे यहीँबाट भएको थियो होइन केटो यहाँनिर पुरा छाता उडाएर लिएर आउँदाखेरि मैले यसरी गरेको भिडियो पनि छ नि होइन त्यो पनि देखाउँला यहाँहरूलाई भेटुने दिन आउँदैछ हाम्रो पुरेर बस्नु है चिनो मायाको लिएर आउँछु म साइनो गाँस्नलाई जनसाइली तिमी गुराँसको फुल जस्तो आहे शिर्पिनी भेषैमा आहे अङ्गिर बक्कुमा मन सहेली तिमी चमेली फुल जस्तो आहे नेवारी भेषैमा आहे हाकु पटासीमा मजाले खानपान भयो होइन भ्यायो भने फर्किनुपर्छ होला आमा आज फर्केर गएर भोलि इन्डिया जान पाएँ भने